हेलो गाइज अहिले चाहिँ मर्निङको 4:53 भएछ। राइट नाउ म चाहिँ घर आफ्नो बुटोलमा छु होइन। अब कहाँ जान लागेको भन्दा चाहिँ तपाईँको अहिले चाहिँ 5:30 बजेको नेपालगञ्जको टिकट छ। अनि यसपालिको टुर चाहिँ हामी अन द वे टु सेफोक्सुन्डो जाँदैछौँ होइन। के कस्तो हुन्छ अब सबै भिडियोमा देख्नुहुन्छ। ब्याग चाहिँ ट्याक्क रेडी छ, मेरो स्टिकहरू यताउति राखेको छु, सबै सामानहरू ट्याक्क रेडी छ। यो गाइस अब बस पार्कमा गएर भेटौँला है त। ल बाहिरको नजारा चाहिँ यस्तो छ। घरलाई छोडेर जाँदैछु है त। अब ई-रिक्सालाई कुद्दै हो। ई-रिक्सा कतिखेर आउँछ। ल ई-रिक्सा फाइनली बल्ल बल्ल रिक्सा पनि पाइयो यार। अनि यहाँ चाहिँ सरप्राइज गेस्ट छ। हेलो भन्न त क्यामेरामा। हेलो कहाँ जानु लाग्यो हामी? अहिले क्या अहिले बस पार्कको 5:30 बजेको हाम्रो बस छ। अहिले तपाईँको 5-6 भयो होइन, 5-7 भइसक्यो। धन्द बल्ल बल्ल पाइयो रिक्सा। ल बस पार्क गएर भेटौँ ल। तपाईँको टाइम चाहिँ 5:13 भयो होइन। अनि अहिले चाहिँ हामी बस पार्क एरियामा हो। तपाईँको यो अब मेन कुरा भनेको हाइस खोज्न। कुन हो हाम्रो हाइस खोज्न छ है। त्यो पनि अब नम्बर हिजो टिकट मात्र काटेको, सायद ऊ त्यहाँ अगाडि लाग्छ कि त्यहाँ अगाडि लाउन सकेको हुनसक्छ। के मसा आयो यो बस एरियामा चाहिँ यस्तै हो क्या। फेरि बिहान बिहान बसको आवाज सुन्ने यत्तिकै। ल यहाँ गाडी खोज्दै हामी नेपालगञ्जको कता हो भाइ? यो अगाडिको 5:30 बजेको गाडी छुट्ने उयो अगाडि हो। यो दुइटामा एउटा हाइस हो है हाम्रो। अब कुन हो त्यो खोज्नुपर्छ। यस्तो छ। मङ्गल नेवाना कल्याण होस्, धन बाबु बढाउँथ्यो हो, कामना पुरा गरेर कष्ट दिने खुसी खुसी बाबुको होस्, सबै चाहना बाबु पुरा हो, आशीर्वाद सिद्ध बाबा कहिले पनि बाबुको गराउनु होस्, शुभ यात्रा बाबुको लक्ष्मी बढान्ती होस्, धन बाबुको धन बढान्ती होस्, कल्याण ल। हुन्छ हुन्छ बुवा, मैले आशीर्वाद पाइसकेँ बुवाबाट। टिका लगा। जय आशीर्वाद बाबुको होस्, धन बाबु बढान्ती होस्। अब गाडी चाहिँ यही हो ठ्याक्क अन द वे। बुवाले टिका पनि लगाइदिनु भएन शुभ यात्राको जस्तैको लागि। ठिक छ। ल अब हामी चाहिँ बुटोल बस पार्कबाट ल बुटोल अब छोड्नलाई होइन हस्पिटललाई। आजको हाम्रो राइडर चाहिँ यहाँ हुनुहुन्छ है। फेरि राइडर मगर राइडर राइडर टुप्पी भाइ आउँदैन क्या कान्छ अहिले। कुन अगाडि बसेर क्या त्यो त कहाँ हो? कहाँ जानुहुन्छ? नानी हो होइन जानु भन्नुहोस्। लमै आउनु न। आउनु आउनु के गाडी लम्बी भन्नु ए मान्छे त प्याक भइसक्यो। चढ्दा 2जना चढेको
मात्रै चढेको हेर्दा हेर्दा मान्छे त प्याक भएछ यार ठिक छ पछि ल हामी यता कता बेलबास कटिसक्यो है यो बेलबास कटेपछिको हो यस्तै छ पश्चिमको बाटो बनाउँदैछ अब कहिले बनियो होइन तपाईँको यो अब बालेन सरकारले अब छिटै बनाउँछ होला जस्तो छ मलाई आशावादी भए यहाँ पनि सोधिहालौँ ल कता होइन नाइ नै भनिसक्नु हो कि राम्रो मान्छे पनि अब अलि मिलेर जानुपर्छ क्या तपाईँको हो कि होइन भन्नु त सबै मिल्न पर्यो कि राम्रो राम्रो मान्छेहरू फेरि मिल्दैनन् कि हो त भलिबल खेल्दा राम्रो राम्रो चुन्दै जान्छ अनि त्यो छोटा छोटा भलिबल प्लेयरहरू कहाँ सँगै खेल्न खोज्छन् त नि होइन तँभन्दा म राम्रो होइन त्यस्तो भन्छन् अब भाइहरू त भलगर हो क्या हो दाइ हो ल शुभयात्रा हुन्छ फेरि आउँदा जाँदा यही गाडीलाई सम्झिनु यही हो अब हाम्रो डिजी गाडी जस्तै हो यो त अब यही हो अब डिभी गाडी सबैकोमा लिड पछाडि गुल्मीमा पनि गुल्मेली ल्याउँछ नि त त्यो मिल्दैन झापाली र स्याङ्जाली त झापालीलाई फटाइ गरेर सिकाउने मान्छे हो त्यस्तो नभन्नु न म त स्याङ्जाली हो क्या फेरि स्याङ्जाली हो म स्याङ्जाली हो तर बुटलमै हुर्केको है फेरि मलाई त झन् पालपाललाई पनि बनाइदियो त स्याङ्जाली आजदेखि त सफा गर्नु पऱ्यो नि है
चाहिँ हामी नेपालगञ्ज आइपुग्यौँ है पुष्पलाल चोक। finally, पुष्पलाल चोकमा गर्मीको ठाउँमा चोकमा बहुत गर्मी छ बुटोल भन्दा पनि गर्मी छ यस्तो छ नजारा कुदाउनु न हल्का अहिले चाहिँ भर्खर रिक्साबाट झरेर बस पार्क चाहिँ यस्तो रहेछ यताको ज्ञान गनाउने बढी क्या बेसी यस्तो छ रोड अब टिकट खोज्न पर्छ सुलुगान दुनैको लागि होइन यो स्लोगन के लिए यहाँ खर्च महँगो जान दुःखो स्लोगन चाहिँ लिएछ प्रेमिकाको पहिलो सुरुवात आँखाको जुदाइबाट हुन्छ मस्त ह्याप्स हाने अहिले ट्रेनको पहिलो सुरुवात अहिले चाहिँ हामी हो है त्यो त दुनैको लागि बस चढिसक्यौँ होइन नोस्टाल्जिक भइस कि नै यो बस चढेर तँलाई के को याद आयो यो बस चढेर पहिला अक्सफोर्ड स्ट्रिट सेम छ न बस अगाडि यस्तो छ यस्तै छ है बस ल अहिले बाटोमा अब अन द वे टु दुनाई होइन आजै जाजरकोट र सुर्खेतको बिचको ठाउँमा रोक्छ भनेछ अनि त्यहाँबाट भोलि 2 बजे चाहिँ दुनाई पुगिन्छ हामी भोलिको बसाइ चाहिँ हामी दुनाईमै हुन्छ होला होइन अनि भोलि भनेपछि पर्सि चाहिँ अनि बल्ल हामी छेप्काको लागि हाइकिङ सुरु हुन्छ बिहानै भोलि चाहिँ दुनै गएर एक्साइटेड त्यही हो पानी नपरोस् त्यही प्रे गर्दैछौँ हामी हिउँ परोस् वाइल्ड हिउँ पर्दैछ पानी नपरोस् हिउँ त 10-12 बोरा पर्दैछ होइन पानी पऱ्यो भने झ्याउ हुन्छ पानी पऱ्यो भने त तनाव हुन्छ माछालाई रुगा लागे जस्तो भयो मलाई फेरि एउटा नाक ताल्यो गरायो भने हिँड्न नपाउँछ चिसो ठाउँमा नपाउँछ अनि त्यहाँ गयो भने पनि कस्तो हालत हुन्छ दबाई खाएर सुत्ने हो क्या दबाई खाएर सुत्ने अब दबाई खाँदै हिँड्ने हो क्या अब बस चाहिँ यस्तै हो अब अहिले चाहिँ 5:30 बजेछ अनि त्यहाँबाट अहिले 5:30 बजे हिँडेर भोलि 2 बजे भनेपछि तपाईँको लगभग कति थुप्रै घन्टै लाग्यो होइन 14-15 घन्टै लाग्यो अनि दिनको त आधा दिनै जानुभयो अनि ल अब बाटोमा केही छ भने मैले देखाउँछु नत्र भए सिधै दुनाईको फुटेज हो
तल्लु बगर छोडेर अब हामी दुनैतिर जाँदैछौँ। रोड चाहिँ लास अफ रोड छ तपाईँको लगभग तल्लु बगरदेखि दुनै 7-8 घन्टाको अफ रोड बाटो भ्यू छ।
ठाउँको नाम चाहिँ त्रिपुरा सुन्दरी नगरपालिका 1 बगर डोल्पामा आएछु। गाडी बन्दोबस्त धुले हो। अझै 1 घन्टाको राइड छ दुनाको लागि। दुनाई 1 घन्टा त्यसपछि ल भर्खरै दुनै आइपुग्यो। यो चाहिँ मच्छर चाहिँ पटपटा आएदेखि धेरै सफा आयो त। बहुत राम्रो लाग्यो मलाई यो भनेको उत्कृष्ट लाग्यो। उत्कृष्ट सुगर देखेर यस्तै छ राम्रो छ यताउति नजराहरू। अब चाहिँ पहिला चाहिँ होटेल रुम खोज्नु पऱ्यो होइन। होटेल रुम खोज्नलाई हिँडिरहेछौँ। तपाईँको फेरि यो बेस्ट भनेको चाहिँ सुलीगाडमा होटेल पाएको भए बेस्ट हुन्थ्यो। किनभने सुलीगाडबाटै हो ट्रेकिङ सुरु हुने। दुनै चाहिँ अलि अगाडि 1 किलोमिटर अगाडि हो दुनै चाहिँ। भोलि चाहिँ फेरि हामी सुलीगाड झरेर फेरि त्यहाँबाट ट्रेकिङ सुरु गर्नुपर्छ। तर केही छैन, त्यही 20-25 मिनटको ट्रेकिङ हो यहाँबाट सुलीगाड। यस्तै छ नजराहरू, लुहरू यस्तै छ चारैतिर पाहाडै पाहाड छ। अहिले ठ्याक्क कति बजी पुरा हामीलाई? ठ्याक्क 3:40 भनेपछि 3:30 बजीतिर पुऱ्याएको रहेछ हामीलाई दुनै होइन। ठिकै हो 3:30 बजे 3-4 बजीतिर पुऱ्याउँछु भन्छु। अलिक छिटै आयो भनेको भन्दा आधा घन्टा 3 र 4 को त्यही हो। अब 11-12 बजीतिर भोलिबाट यहाँ 11 बजीतिर पुग्यो भयो। खतरा हिँडाइ छ। अनि चेप्कादेखि अर्को ठाउँ के हो? चेप्काबाट रिङमो। रिङमो पछि बल्ल रिङमो भनेकै फोक्सुन्ड हो। सक्यो भने चेप्काबाट रिङमो 22 किलोमिटर हो हिँड्न सक्यो भने। सकिएन भने त त्यही त 22 किलोमिटर रिङमो। अनि त्यसपछि सेपुक्सु नै नजिक पर्छ। अनि कति दिन बस्नु भन्नु त अब त्यहाँ गएपछि थाहा हुन्छ। गुड मर्निङ गाइस। हिजो चाहिँ हामी दुनै पुगेर बास बसेको थियौँ। थकेर आएर खासै त्यस्तो फुटेजहरू खिच्दै सकिन होइन। रुम चाहिँ यस्तै छ है। रुम चाहिँ यस्तै छ, 2टा बेड छ। अहिले चाहिँ बिहानको 7:30 भयो। अब फ्रेस भयो। अब प्याकस्याक गरेर अब 8 बजे निस्किन्छ होला अब ट्रेकिङको लागि। जहाँसम्म आज पुगिन्छ हामी चेप्काको लागि ट्राई गर्ने हो। अलि छिटो पुगेछ भने अझै माथि रेचीसम्म गइन्छ कि भनेको। अब हेरौँ के हुन्छ। ल त सी यू अन द वे। ल हामी चाहिँ दुनैबाट सुलीगाडको लागि जाँदैछौँ होइन। गुड मर्निङ भन्न त। ल गुड मर्निङ। गुड मर्निङ है। अब आज हाम्रो के अरे के फाट्छ आज साधारण बाटोमा। सिन चाहिँ यस्तै छ है। चारैतिर पाहाडै पाहाड छ।
दुनैको भेरी माथिको पुल पनि चढियो। त्यही छ है, भेरी नदी तल बगिरहेछ, नजारा यस्तै छ। मैले अहिले सुलेगाड पुगिसकेको मादल भयो, त्यसलाई मैले यसमा मादल टाइपको मादल श्यामली बजारमा ताना तान्नु भयो, खाना खानु भयो, तिमीलाई देखेर खाना खानु भयो, खाना खानु भयो, तिमीलाई देखेर चेक चेक। त्यो हिजो ल है, फाइनली हामी सुलिगाड पनि आइपुग्यौँ। अनि गन्तव्य सेफोक्सुन्डो लागि सेफोक्सुन्डो हो, तर आजको चाहिँ चेप्का हो। चेप्कासम्म बास बस्नलाई पुग्ने भनेको। ल यहाँ चाहिँ यस्तो बोर्ड रहेछ, वन्यजन्तु चाहिँ शिकार यहाँलाई सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हार्दिक स्वागत छ भनेछ। ल है, थ्याङ्क यू सो मच फर वेलकमिङ अस होइन। यता फेरि ट्याक्क यो अब हामीलाई थाहा भएन भेरी नदी हो कि अब फोक्सुन्डोबाट बगेर आएको पानी हो। हामी यस्तरी हिँड्यौँ तर र पनि मान्छेहरू नेपालीहरू कति एक नम्बरको अल्छी, बाइकमा हिँड्न खोज्ने, ट्रेकिङ आएको गरे बाइकमा जाने अरे। अन्त त्यही पनि ती तीनजना सवार भएर सवारी भएर के भन्छस् त? तेरो के ओपिनियन राख्छस् यस्तोमा? त्यस्तोलाई चाहिँ म त अल्छी भन्छु। त्यस्तो मान्छेहरू किन आउनु पऱ्यो? वातावरण स्वच्छ वातावरणलाई झन् धुलो गराउँछ। मैले पनि त्यही भन्छु यार, यस्तो तपाईँको पिस नेचुरल ठाउँमा चाहिँ होइन, यो साधन नल्याएकै बेस्ट हो होइन। कस्तो आनन्दले यहाँ कस्तो चराचुरुङ्गीहरू, पानी खोला नालाहरू बगेको, झरनाहरू, रुख बिरुवाहरू, यो त पुरै सिटी भाइब्स भयो नि तिनीहरू आउने बित्तिकै। आनन्द आउँछ। त्यही हो। अब हजुरहरूलाई मनैदेखि ट्रेकिङ गर्न छ भने प्योर ट्रेकिङ गर्न आउनु, त्यो बाइक साइक लिएर नआउनु भन्छु म चाहिँ होइन। मजा छ हामीलाई आफ्नो देश घुम्नलाई। लगभग 1 घन्टा हिँड्ने अहिलेसम्म। पहिला आफ्नो दुनैदेखि सुलिगाड हामी लगभग 1 घन्टामा आइपुग्यौँ। अब बाटो हाम्रो अहिले गाडी छ हिँड्नलाई। अब त स्टिक निकाल्नु पर्छ। थाके छ है, बाटो लास्टै साँगुरो छ, त्यही छ बाटो। खोला बगेको छ अगाडि, लगभग हिँडेको 2 घन्टा भयो। अब चाहिँ हल्का थकेर होला यस्तो छ है बाटोहरू। रेची पुग्ने भनेको सकिन्न जस्तो छ यार, आज चेप्कै बस्नुपर्छ जस्तो। तपाईँको खोलाहरू हेर्नु, खोला त होइन नदी होला, यस्तो सफा नि तपाईँको, यस्तो ब्लू छ यो। बाटो चाहिँ यस्तै साँगुरो छ, एकदम न्यारो बाटो छ। स्टिक ल्याएको पनि कामै लाग्यो।
ओके बाटो व्यस्तै छ भन्छ नि त्यो खानेकुराको त्यो मासु के त्यो चिप्किली जस्तो हुन्छ नि निलो आकारको कहाँ ल यता कहाँ चढेको उकालो माथि उकालो आइयो नदी बगेको छ यता यत्रो उकालो चढ्न साङ्गु र ए भगवान् बाटो देखेर यस्तो जमिन डर लाग्छ दुईजना पनि राम्रोसँग अट्दैन यो बाटोमा नहीं यत्रो गएर है तल बाटो यस्तै छ हिँडेको लगभग त्यस्तै 3 घन्टा जति भयो टेन्ट सेन्ट लाएर बसेको जाँगे छ त कसको क्याम्प गरेर बस्न मिल्ने ठाउँ रहेछ क्या यस्तो छ क्या यता क्याम्पको लागि हिँड्न चाहिँ तपाईँको लास्टै नै पर्छ
सम्म भनेको त्यही त 1 मिनटको बाटो हुन्छ, त्यसपछि उकालो कि त ओह्रालो। तपाईँको चाहिँ कागबेनी आइयो भर्खरै, कागेनी सरी कागेनी भन्ने आयो। यहाँबाट लाग्छ होला 3-4 घन्टा। अब छेप्का कति लाग्छ बुवा यहाँबाट? 5 घन्टा? हजुर ए ल हुन्छ, हस् हस् हुन्छ है बुवा ल। ल 2-3 घन्टा लाग्छ अरे छेप्का। बाटो यस्तै थियो। छेप्का 2-3 घन्टा भने मलाई त 4 घन्टा होला। ए फाइनली बिहानको 8:30 हिँडेको, अहिले 4:47 5 बज्न लाग्यो। तपाईँको लगभग 8.5 घन्टामा हामी छेप्का आयौँ। सोचेको भन्दा धेरै टाइम लाग्यो। 8.5 घन्टा छेप्काको लागि लाग्यो। छेप्का 8.5 घन्टा लाग्यो। रेची चाहिँ अर्को 7 किलोमिटर रहेछ, 3 घन्टा लाग्दो रहेछ। अब हेरौँ भोलि होइन, अब फक्सोन्डोकै लागि ट्राई गर्ने हो, रिग्मो भिलेज। अनि यदि सकिएन भने चाहिँ रेन्ची नै बस्नुपर्छ। बाटो चाहिँ तपाईँको सोटाङ ठाउँको नाम त्यति थाहा भएन भन्नाले पनि अलि बिर्सेँ मैले। सोटाङ हो कि त्यो एउटा काठको पुल आउँछ नि, त्यो काठको पुलबाट तपाईँको लगभग उकालो नन स्टप रहेछ। उकालो त लगभग त्यो काठको पुल सोटाङदेखि उकालोको उकालो छ। भोलिको बाटो कस्तो हुन्छ हेरौँ। यस्तै छ है बाटो त लास्ट डेडली छ। त्यहाँ फाँटमा बसेको बस्तीलाई चाहिँ छेप्का भन्छ। त्यही हो आजको बास, त्यही हो स्टप गर्ने। गएर पहिला सुरु त नुहाइधुवाइ गर्न फक्टअप भयो, फक्टअप। त्यही हो है तपाईँको फाइनली छेप्का।
ल हामी बसेको होटल चाहिँ यही न्यू वेलकम होटल हो। दिदी एकदम मिलनसार हुनुहुन्छ, कोही आउनुहुन्छ भने यही बस्न रिकमेन्डेसन गर्छौँ। अब चेप्कादेखि रेन्ची 3 आवर्स भइन्छ। हो तैँले मलाई पैसा नदिए भयो उतै काट तैँले अरू त बाँकी काट दिने चेप्का छोडेको पनि लगभग 2.5 घन्टा भयो हिँडेको ननस्टप। एक ठाउँमा बिसाइयो त्यो काटे पुलको तल। अहिले बाटो यस्तो सम्म छ, तर त्यो पछाडिको त यो पहाड पुरै उकालो चढेर आएको। ओहो यस्तो उकालो चढिदियो खोला तल हो, बाटो यति साँघुरो हो। जो कोही पनि पक्सुन्डो आउने विचार गर्दै हुनुहुन्छ र आउँदै हुनुहुन्छ, मेरो बेस्ट रिकमेन्डेसन भनेको राम्रो एउटा पनि होइन, 2टा। म त अब जो हिँड्न सक्नुहुन्छ होइन उहाँलाई चाहिँ एउटाले हुन्छ, तपाईँको 81 जस्तो उकालो आउँछ कि हेर्नु। त्यही भएर एउटा स्टिक चाहिँ कम्पलसरी, ट्रेकिङ स्टिक। अलिक ट्रेकिङ त्यति गर्नुहुन्न, यति हिँड्नुहुन्न भने 2टा ट्रेकिङ स्टिक चाहिँ चाहिन्छ। एउटा युभीबाट बचाउने सनग्लास लिएर आउनु, अनि त्यहाँबाट राम्रो वान टाइम इन्भेस्टमेन्ट गर्दै हुनुहुन्छ भने राम्रो 6-7 हजारको एउटा ट्रेकिङ जुत्ता किन्नु होइन। तपाईँले लास्टै दुःख पाउनुहुन्छ यदि जुत्ता राम्रो छैन भने। खुट्टा दुख्ने यताउति इन्जुरीको पनि धेरै चान्स हुन्छ। त्यो भयो भने तपाईँको अब अगाडि बढ्नै सक्नुहुन्न। त्यही भएर 3-4 हजारको मुख चाहिँ नहेर्नु, इन्भेस्ट गर्दा राम्रै जुत्तामा इन्भेस्ट गर्नु। बेस्ट ट्रेकिङ जुत्ता चाहिँ रिकमेन्डेसन हो है मेरोबाट चाहिँ। तपाईँको बाटो चाहिँ एकदम धेरै त उकालै छ, ओह्रालो भन्दा चाहिँ उकालो छ। उकालो पनि तपाईँको फेरि पहाड ठाडै पहाड चढ्ने उकालो छ। अनि ब्याग पनि त्यति भारी नबोक्नु, 1 जोड कपडा होइन। अनि त्यहाँबाट खानाहरू यताउति फ्रुटी त्यो बोक्ने मलाई चाहिँ ठिक लागेन, किनभने चाहिँ त्यो तपाईँलाई भारी मात्र हो। आखिर खाना यहाँ जसरी नि तपाईँले खानै पर्छ। पानी चाहिँ पाउँछ, पानी जता पनि पाउँछ। पानीको बोतल पनि लास्टै मिनिमम सक्दो आफ्नो ब्यागलाई चाहिँ अन्डर 2 केजी नै बनाउनु भन्छु म। धेरै सामान बोकेर आएर पछि तपाईँलाई नै ट्रेकमा गाह्रो पर्छ। ब्याग चाहिँ एकदम सानो नै बोक्नु ठिक्कको। त्यहाँबाट तपाईँको अब यहाँ 8-9 घन्टामा हिँडेपछि अब तपाईँ दुनाईबाट हिँड्नुहुन्छ भने मलाई रेन्चीबाट हिँडेको पनि लगभग 1.5 घन्टा भयो। अहिले चाहिँ साजोलमा आइपुगेछु। साजोलको यस्तै छ सिनहरू। नमस्ते। Finally fucking I made it. झर्ना होटल आइसकेको छु।
बजाइ यो झर्ना होटेल हो यहाँबाट फोक्सुन्डो ताल जान कति लाग्छ 3 घन्टा पुगिन्छ मलाई त लाग्छ होला 4 घन्टा है मलाई त लाग्छ होला 4 घन्टा बाटो उकालो छ है अब त यहाँ त हावा पनि कडा लाउनलाई है यसले ज्याकेट पनि हान्यो यस्तो छ भ्यू माथि चापी नि त मैले कडक्क लाग्यो मेरो घाँटी हो क्या छेच समात्छ चिसोले चप्प पार्छ घाँटी सबै टाउको पनि छोप्छ हो यसले त अनि अब लास्ट यो ट्याउ टो ल्याउनु हो नि त मेरो तालमा अब अगाडि पुग्नुभन्दा चाहिँ तपाईँको चट्टान जस्तो डाँडा मुछ तपाईँको ठाडो यो डाँडा देख्नुभयो त्यो खैलो खैलो डाँडा त्यही डाँडा झिकझ्याक झिकझ्याक छ के तपाईँको अँ 15 सबैको यत्रो बाटो तलबाट आयो सास पनि फुल्यो अहिले त यत्रो माथि उकाल्यो उहाँ मान्छे आउँदैछ देख्नु माथि चढ्ने अझै यसपछि चाहिँ ताल देखिन्छ होला यस्तो छ बाटो उकालोको उकालो हिँड्नु छ यत्रो तल आयो हजुर यस्तो उकालो माथि छ यार यहाँ हो वहाँबाट सुरु गरेको घुम्दा घुम्दा यत्रो डाँडा टडियो यार यहाँबाट टक्क उकालो हो यति त्यो उकालो हो त्यसपछि त्यो फ्ल्याग देखिनु भयो नि प्रेयर फ्ल्याग त्यसपछि समूह भन्छ के अरे तपाईँको गाउँ पनि रहेछ त्यो चाहिँ अप्पर डोल्पा जाने बाटो हो त्यो गाउँ देख्नुभयो नि त्यो गाउँ हुँदै तल खोलामा झरेर अप्पर डोल्पा जाने हो त्यो बाटो चाहिँ त्यसरी बसेछ गाउँ यत्रो डाँडा काटेर आयो है तलबाट अब त आउला भनेको त फेरि हेर्नु त कति उकालो हो यत्रो डाँडा कट्ने फेरि एउटा अझै सरप्राइजमा सरप्राइज भन्छ यार आज त तेस्रो डाँडा काट्दैछु यस्तो छ बाटोको हालत भिरो यस्तो छ मेरो खुट्टा छ छेउबाट हिँड्नु भएकै छैन एकजना मात्र हटाउने बाटो छ यहाँबाट पनि अझै यस्तरी माथि जाने हो अनि त्यहाँबाट ओह्रालो छ भन्छ अघिदेखि त्यस्तै भने 3टा डाँडा कटाइसक्यो ल है त गुड मर्निङ गाइस हिजो राति चाहिँ हामी यस्तै 9 बजीतिर पुगेको थियौँ बाटो चाहिँ लास्टै त्यो झर्नातिर चाहिँ लास्टै साँगुरो थियो त्यो हातैले टेकेर हिँड्नु पर्ने त्यसै माथि लास्टै अँध्यारो परेको थियो राति एकदम रिस्की नै भयो कोही आउनु हुँदैछ भने चाहिँ म चाहिँ
झर्ना होटलमै बस्नु भन्छु दिउँसो चाहिँ, किनभने फोक्सुन्ड आउँदा आउँदा रात पर्छ। अनि भन्न 2टा मरिस चिया। हिजो राति त केही पनि देखेको थिएन भ्यू। हामी बसेको होटल चाहिँ यस्तै छ है, यस्तो छ होटल चाहिँ यस्तो छ। हिजो चाहिँ थकाइ लाएर लोत परेर भातसात खाने बित्तिकै 10 बजे सुतेको थियौँ। अनि ट्याक्क हजुरलाई चाहिँ यहाँ म सरप्राइज देखाउँछु है। यहाँ होटलबाटै देखिँदो रहेछ क्या हामी बसेको, अब थाहै नै यहाँ त लेक चाहिँ यति हेर्दा चाहिँ आनन्द आउने। ल अब चिया खाइयो, पानी सानी खाइयो। अब यो पनि हेर्न जानु लाग्यो। अन्त यस्तै छ है फेरि। ताल त ट्याक्कै एक कुर्सीमा बसेर हेरे पनि हेरिरहने मन लाग्दो रहेछ। मेरो पनि एउटा यहाँ घर भयो त। माछा त छैन होला त्यसो भने त केही नै हुन्न अरे के। रारामा त होला है माछा, रारामा पनि थिएन होला। कुन रारा? मुगुको रारा। रारामा त छ माछा, माछा छ। त्यो भएर त पानी ब्लु भएन अहिले। माछाले गर्दा ल्याउ गरेर दिन्छ खोरो। आम्मा कस्तो निलो हो त यार। यो त अति निलो भएन र? निलै हो कि ब्लु स्काई कलर? आकाशभन्दा निलो छ बे, माथि आकाश हेर्न। आकाशभन्दा निलो छ यार। ल जय राम्रोसँग सेफली पुग्यो। अति निलो। उता अगाडिबाट झनै राम्रो देखिन्छ होला। लास्टै निलो। 7 मिटरको हाइट त हुन्छ, 5000 फिटमा हुन्छ। सबसे ऊंचाई भन्दा ऊंचाइमा भएको पानी। तिले चोक सबसे हाइएस्ट वर्ल्डभरिमा नम्बर 1 मा, अनि त्यसपछि दोस्रोमा थाहा भएन कुन देशको छ अरे। मनाङ त हो, मलाई नजिक पर्छ। यहाँदेखि गएपछि पोखरादेखि डुम्रे जानु पर्यो, डुम्रेदेखि लाग्छ मनाङको जहाँ गाडी लाग्छ। अहिले त ओह्रालो जाँदा मजा आएको के अरे। अब त उकालो हो, अहिले उकालो। त्यहाँ पनि त्यही मनाङको पनि 8 देखि 9 दिनसम्मको ट्रेकिङ। त्यतातिर महँगो छ क्या धेरै खाने। जति हेऱ्यो त्यति हेर्न मन लाग्ने यार। ताल पनि यार आँखाले कस्तो बयानै गराउँछ ताल, होइन? अनि यस्तो राम्रो ताल हो। अब यो ताल हामीले बयान गरेर सकिन्न, यस्तो थियो त्यो ताल भनेर। त्यो मान्छेले इमेजिन गर्नै सक्दैन क्या। त्यो फोटोमा हेर्नु र आफूले हेर्नु त धेरै फरक पर्छ नि। आफ्नै ताल। यता पनि तल जान मिल्दो रहेछ। अति सफा। सफा त कुरै नभन।
तिम्रो मनाइको फुल टिपी हस् त्यस्तो गाना म गाउनु हुँदैन टिकटकै छैन हिउँ बेलामा त झनै यहाँ त है हिउँ तखेरि नजरले बुझ्दै तर बिहानको ताल हेर्न गयो भने बिहान चाहिँ निलो देखिन्न नि थाहा छ किन देखिन्छ र बिहान निलो घामले गर्दा ए। निलो देखिने अँ कलर चेन्ज गर्छ त अनि तालले घाम आएपछि अर्कै कलर बन्छ घाम अस्ताउन लागेपछि अर्कै चाहिँ कलर भइदिन्छ तालले रङ फेर्छ त यस्तो यस्तो सफा खाले तालले अरूले त फेर्दैन यो त सफा खायो नि त फेरि पछि साँझ पख चाहिँ अर्कै भइदिन्छ कलर अहिले सोचेको निलो भइदिएन घामले गर्दा निलो भएको यो हुन त निलै छ तर कलर फेर्छ क्या 3टा कलर चेन्ज गर्छ क्या ल मुखसुख धोइयो फुक्सुम त तालामा त्यसको चाहिँ नगरौँ होला यार चुरोट खाएर चुरोटको फुटो चाहिँ बक्स यहाँ नखाऊ डस्टबिनमा फालौँ या नदेखिन्छ खानु पर्छ नि होइन त्यही त यार यस्तो गर्नु भएन नि फेरि मान्छेले आउनेले पनि पर्यटकहरूले कस्तो सोच्छ भन्छ नराम्रो सकारात्मक धेरै सकारात्मक सोच्दैन नि नकारात्मक सोच्छ हो त नराम्रो इमेज जान्छ क्या चारदिन म पनि गइरहेको थिएँ क्या यो पनि कति गइरहेको त्यहाँ निलो यहाँ जमेट छ भुइँ छ त्यहाँबाट भुइँबाट उता गयो भने चाहिँ त्यो मुर्चा त्यो दुख्छ त दुख्दैन त्यो माथि जति राम्रो निकाल्न खोजे पनि नहुने यार क्यामेरामा त क्याप्चर यार ड्रोनै उडाउनु पर्छ यहाँ त